हेलो एभ्रिवान, मेरो मिनी ब्लगमा स्वागत छ। हजुरहरूलाई के गर्दै हुनुहुन्छ? म चाहिँ अनि कामसम्म पुगिसकेँ। काममा पुगेर अनि प्याज कटिङ गरेँ। आज सब्जी काट्ने हुन्थ्यो सधैँ न, आज सन्डे भनेर धेरै सब्जी लागेन त्यसको घरमा। अनि मेरो पालो अनि प्याज काटेर प्याज काट्नु मात्रै भनेको थिएँ, प्याज काटेँ। त्यसपछि म अनि लागेँ ग्यास साफ गर्न। अनि अन्त अर्को घरमा त देख्नुभयो होला हजुरले, पानी हालेर पुरै साबुनले घिसेर पुस्नुपर्छ। यो घरमा चाहिँ अनि यो कपडाले गिलो बनाएर यसरी ग्यास पुस्दा पनि यसलाई केही मतलब हुन्न कि। जो भाडामा बस्या हुन्छ नि तिनीहरूलाई के मतलब हुन्न जसरी। अनि आज मलाई खासै सन्चो पनि थिएन, रुगाखुकी पनि लागिरहेको थियो। अनि साथीहरू, आजको मेरो नयाँ पहिरन हेर्नु न, ढाडमा डोबट्टा बाँधेर अनि मैले आज त्यो गाउन जस्तै कपडा लगाएर गएको थिएँ। अनि सधैँ एउटै कुर्ता सुरुवाल पनि कति लगाउनु है। अनि भनेर मलाई त जसले जे भनन् मलाई मतलब भएन। मलाई जो मन परेको कपडा हो त्यो त म लगाइहाल्छु, कसैले केही भन्छ कि भन्ने म सोच्दैन होइन। अनि त्यसपछि फेरि म लागेँ म कपडा धुन, म भाँडा धुनलाई। अनि के भन्छ, भाँडासाँडा धोएर पनि मैले एक जाली भाँडा भइसकेँ। फेरि मेरो पालो यो वटा पुस्न लाएँ। अनि के गर्ने, काम त गर्नु पर्यो साथीहरू। काम नगरेर हुन्न, बिरामी भए पनि काम गर्नै पर्छ। मलाई एक सन्चो पनि थिएन, काम गर्न पनि सकेर थिएन। आजलाई यति नै, भोलिबाट